What's up guys, this is me Sakesh Resta. Welcome back to the new video. आज चाहिँ सोलो राइड यही घरबाट नजिकै हो उयो डाँडाको उयो डाँडातिर यो डाँडाको पछाडि मणिचुकको हल्का मुनि मणिचुक गाउँै भन्छ क्या अरे त्यहाँ चाहिँ दामी छ सनराइज हुन जाने भने सनराइज त यही भइसक्यो त्यो लगायत अब एकैचोटि बाटोमा भेटौँ आज चाहिँ मैले के भन्छ यता माथिको मणिचुक गाउँ जानलाई हाम्रो घर नजिकै ठ्याक्क डाँडा छ सनराइज हेर्न जाने भने सनराइज चाहिँ यही भइसक्यो ल यही हो सनराइज त्यो धेरै पछि भ्लग बनाउँदैछु अस्ति उता रमेश्वर महादेव जाँदा नि हल्का बनाएको त थिएँ तर त्यो पुरा भएन पुरा बनाइन त्यही हो ल अब यही भिडियो हेर्नुहोस् भिडियो नहाल्दा नि धेरै भइसकेको थियो टन्नै जुनी भइसकेको थियो भिडियो नहाल्दा मासुराको जालो लगाइसकेको थियो च्यानलमा त्यो गाइज मनपर्छ भने लाइक सेयर सब्सक्राइब गरौँ अनि अरूहरूलाई नि जानु छ भने चाहिँ बेस्ट डेस्टिनेसन नेभर यता के भन्छ गोकर्णभरिमा यहाँ यता के भन्छ यस्तो मर्निङ राइड जानु जुन स्कुटर बाइक सबै जान्छ बाटो चाहिँ यस्तै छ धरान छ अनि हल्का फुल्का कति बाटो छ त्यो गइहाल्छ नेपालको सबै धरान हुन्छ माथिबाट भ्यू पोइन्ट चाहिँ सही देख्छ सनराइज सनसेट पनि देख्छ जाने अनि अरूलाई जान इच्छुक छ भने चाहिँ सुन्दरजल पेट्रोल पम्पबाट राइड लागेर सिधै यो के भन्छ यो माथि अर्को त्यो कागेश्वरी जाने बाटोतिर लाग्छ त्यो गाइड अब त्यहाँ सुन्दरजलबाट राइट साइड लागेर सिधा आयो भने चाहिँ यो ठाउँमा पुग्छ यो ठाउँको नाम चाहिँ थाहा छैन मलाई यहाँबाट माथि गयो भने चाहिँ कागेश्वरी पुग्छ अनि यहाँबाट मुनि चाहिँ जाने हो हामी आलापोर्टको बाटो हुँदै जाने हो आलापोर्ट बाटो त पुग्नु पर्दैन आलापोर्टको बाटो टच भएर चाहिँ जाने हो यो बाटो त्यस्तो गाडी ठाउँ नदिएर जानु ठ्याक्कै यहाँ अगाडिबाट चाहिँ हल्का कच्ची बाटो सुरु हुन्छ क्या दामी छ तर ठाउँ अनि फेरि माथि उकालोमा धरान छ क्या यस्तै धरान त्यो कसैलाई फ्रेस हुन मन छ टाइप सिट आएर छ भने चाहिँ यता आउँदा हुन्छ मैले योभन्दा अगाडि भिडियो बनाएको थिएँ त्यो भिडियो चाहिँ यता माथि मैले देखाएँ त माथि कागेश्वर जाने बाटो भनेर त्यताबाट जाने हो कि यहाँबाट चाहिँ थोरै कच्ची बाटो छ अब त्यही हो धेरै पछि भ्लग बनाएको यार कस्तो बोल्ने औडा लाग्दो रहेछ यार भ्लग चाहिँ मैले कसरी शनिबारको के अरे होइन भ्लग चाहिँ मैले पहिला कसरी हालिरहेको थिएँ भने एक दुई हप्ता चाहिँ ननस्टप हालिरहेको थिएँ कि के भन्छ अब शनिबार घुम्न जाने सन्डे हाल्ने टाइप त्यसरी हालिरहेको थियो अब चाहिँ खोइ म मन लाग्यो भने गर्छु अनि हालिदिइहाल्छु हप्ता कुरेर बस्दिनँ त्यही हो भ्लग चाहिँ कन्टिन्यू नै गर्छु म त्यो साथ सपोर्ट देखाइदिनु होला माया देखाइदिनु होला रातो बटनलाई बेसमरी थिच्नु होला घन्टी पनि बनाउनु होला त्यो यता सिधा गयो भने चाहिँ आलापुर पुग्छ अनि यताबाट गयो भने चाहिँ त्यही मैले अब मन्चुतको गाउँ पुग्छ मन्चुत नै पुग्छ तर त्यहाँ आर्मी टिकट काट्नुपर्छ क्या त्यही हो ल्याङ पुग्छ खोइ त्यो पहिला हाम्रो यता गोकर्णको मेयरले चाहिँ यता पर्दैन भनेर भनेको थियो सुन्दरजल साइडबाट टिकट काट्न हामीलाई यता के भन्छ यता बासी के भन्छ यता गाउँ ठाउँको मान्छेहरूलाई यो नजिकको गोकर्णेश्वर एरियामा उसलाई पर्दैन भन्थ्यो तर अस्ति त हामी धापड्याम राइड जाँदाखेरि चाहिँ परेको थियो टुटोल एडभेन्चरसँग राइड जाँदाखेरि चाहिँ पैसा परेको थियो फेरि खै के हो यो मिडियामा मात्रै भन्ने हो जस्तो छ यस्तो कुरा छोडिदिउँ राजनीतिक गफ हामीलाई बालो सही छ क्या ठाउँहरू चाहिँ पुरै गाउँ गएको टाइप भएको आउँछ क्या तर मेरो गाउँ त यता गोकर्णै हो त्यही पनि अरूहरूको गाउँ ठाउँ गएको टाइप पाइन्छ अरूहरूको गाउँ नै हो तर हल्का त्यहाँ हाम्रो घरतिरहरूभन्दा यतातिर हल्का पिस टाइपको आउँछ कि हराभरा घाँस त्यही हो गाडीहरू पनि आउँछ ल फेरि यहाँबाट धरान आउँछ कि अब चाहिँ हामी उता जाने सोचिरहेछौँ त्यो चाहिँ पछि लङ टुर त्यो भिडियो नि आउँछ होला लङ टुर त के भने 1 नाइट 2 डे होला दाजु यस्तोहरू चाहिँ छोडिदिनुपर्छ क्या यस्तो बाटोहरू यस्तो उकालोतिर गाडीको मान्छेहरू पनि बुझिदिनुपर्छ क्या नत्र त अरू त भिडाहरू पेलिदिन्छ यार उकालोमा पनि पेलिदिन्छ ओह्रालोमा पनि पेलिदिन्छ सिधा बाटोमा पनि पेलिदिन्छ रेस खेलिदिन्छ कोही त गाडीको मान्छेहरू यस्तो सही छ क्या यस्तो सही दिनुहुन्छ त्यो गाडीहरू चाहिँ हामी हल्का माथि पुग्छौँ यहाँबाट चाहिँ मजाको बाटो छ
मजा आउँछ चलाउनु डेन्जर पछि कुरा जस्तो फिल भइरहेको यहाँ चाहिँ रक सेसन न्युट्रलमा आइदिए के घड्याक्क गराउँछ त्यो त्यस्तो कुदाउन त आउँदैन जति आउँछ त्यति कुदाउँदैन लिमिट चाहिँ पुस गर्नुपर्छ लड्यो भने कन्टेन हुन्छ लड्न त हुँदैन यहाँ नयाँ बाइकको तर हिँड्ने मान्छे लड्छ कि लडेर उठ्छ अनि फेरि दौडिन्छ अनि सिरुपाते लम बसिरहदिन्छ अनि देखिन्छ सिरुपातेको याद आइदिरहेको कहाँ हरायो सिरुपाते एकैचोटि कहाँ यो सिरुपाते ओइ बाटो कहाँ सिम्पल छ तर बाटो त्यहाँबाट मान्छेसम्म आउनु मन छ भने चाहिँ मन जाने बाटो भन्दै आएछ मिठो छ क्या बाटो त्यहाँ तर यो बाटो भन्दै चाहिँ लास्ट पाइदिन्छ ओइ 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 यस्तोमा चाहिँ अलिक सिक्नु पर्ने छ बाटोहरूमा पाउनु चाहिँ म बोरा त आइरहेको छ होला उडाइदिने कि हौ गाउँको मान्छेलाई मजा आउँयो मजा धेरै पछि पुरा दौडेर टेन्सन है दौडिन्छ ओइ यो त वान देख्दैछ अरे देख्छ त मलाई पनि थाहा छ भनिदिएको नि भिडियोमा त वाइल्ड देख्छ भनेर सनराइज होइन के भइसक्यो अस्ति चाहिँ ऊ त्यो डाँडामा चाहिँ के अरे अझै जानुपर्ने छ अनि बज्रगिरी मन्दिर पनि जान्छ होला म साँपु चाहिँ मलाई किन गइराख्नु लाग्छ अलि रमाइलो टाइपको लाग्छ कि बज्रगिरी मन्दिर त दामी छ क्या माथिबाट छ हाइटमा आनन्दको यहाँ ढलान छ ऊ बरु हाम्रो घरतिर हल्का फुल्का खाल्टो साल्टो छ रमाइलो छ हेर्नु बसिदिएको त्यो घुम्ने पानी त्यो खेतमा पानी हाल्छ त्यो धेरै बसिदियो म यहाँ पनि रहेछ वेस्ट भन्दा के हो घुम्ने यो बाटै क्या भयो ल सही छ यहाँबाट पनि नलागेकोमा सिधा माथि आउँदा चाहिँ कोही आउँदैन होला है त त्यो पनि भनिदिरहेको आउनुहुन्छ रक सेसन ढलान सेसन क्या रमाइलो डेन्जर हेर्दा छ तर मान्छेले यस्तो हेलमेटमा यो मोबाइलमा आउँछ गरेर चाहिँ यहाँ चाहिँ फेरि अब के जङ्गल टाइपको छ क्या बिचमा तर मैले सबै भनिदिरहेको थिएँ हेर्न त रमाइलो भइरहेको छ साउन्ड आइरहेको छैन यो त लास्ट भागको भयो जस्तो छ बर्जोड ब्रिज मान्छे डरा गयो त्यो बाटो दिएको होला दादाको चलाइ त्यस्तो त छैन डर लाग्दो बुढामा हेलमेट आउनु छैन चस्मा लगाएर तान्दैन त बाइकले के हो यहाँबाट उनी चाहिँ बज्रगिरी मन्दिर साँकु पुग्छ के हो यो बाटोमा सही छ क्या सही छ एकजना मान्छे चाहिँ पछाडि चाहिँ भिडियो खिचिदिनु भन्छु पछाडिको त्यो आइरहेको रहेछ उ त्यहाँ माथि गएर भिडियो खिच्नु भन्छ
गाइज अहिले चाहिँ हामी पुग्न आँटिसकेछौँ माथि यताबाट आयो भने चाहिँ सुन्दरजल पुग्छ यताबाट गयो भने आउन नि मिल्छ सुन्दरजलबाट माथि जाने हो जहाँ पनि त्यहाँबाट जान्छ यहाँबाट चाहिँ हल्का अफ रोड छ बाटो राम्रो छ राइडर केटोहरूलाई ठिक छ त्यहाँबाट म त सोझो केटो गऱ्यो ओइ के भयो बाइकले तान्दैन त ओइ के भयो चलाउनु आएको मलाई गियर आइभएको अरू केही भएन बिस्तारै सक्छ अरे तर गियर अड्काएर आयो गियर बक्स भएको गियर आयो होइन होला त यहाँबाट के हो भ्यू छ बाटो चाहिँ यस्तै हो यही माथि हाल्छ यही माथि दामी छ तर ठाउँ चाहिँ यहाँको मान्छेहरू हेल्मेट चाहिँदैन होला यार गाउँ भएर होला यो घर नि बगाल छ ढुङ्गा के हो भाइ यो के बनाउनु लाग्यो अरे यत्तिकै छोड्दैछ कति होइसक्यो उता चाहिँ साको हो ले बाइक त सर्भिसिङ गर्ने बेला भएको सर्भिसिङ ट्याक्कै कति 3600 पुगेपछि ल्याउनु थियो 3500 पुग्यो रेन्जरहरू छ त बुढाले के हेरेको त्यो बाइक सर्भिसिङ गरेर लङ टुर निक्लिनु पर्छ अनि फेरि आउने बित्तिकै सर्भिसिङ गर्नुपर्छ त्यो सर्भिसिङ अब गयो भने चाहिँ थर्ड टाइम हुन्छ राम्रै छ सर्भिसिङ थर्ड टाइम पछि चाहिँ म उता बिग बाइकमा जान्छु होला नक्सालतिर खोलेर रहेछ नयाँ तपाईँको पहिला चाहिँ उता टाढै जानुपर्थ्यो क्या अरे भने उयो बुढीमा रोड तान्दै ककफाइट त्यही गाइस ल रमाइलो छ दरपछि मलाई बाँधेर राखेर यहाँबाट गयो भने पुग्छ गाडी यार पुग्दैन यहाँबाट त ओइ के भयो बाई बाई सिकाइदिएको भयो नि ओइ यहाँ त बिल्कुल Hey guys, हामी चाहिँ पुगिसकेका छौँ हाम्रो डेस्टिनेसन चाहिँ हो नि यहाँबाट सिधा गयो भने चाहिँ मनिचु जाने बाटो निक्लिन्छ यहाँबाट माथि गयो भने चाहिँ हाम्रो डेस्टिनेसन बाटो त के हो यार तर पहिला ढुक्का चाहिँ अहिले पुरै समय एउटा गुम्बा टाइपको छ यता गुम्बा नै हो माथि खेतीपाती भएर यही रहेछ क्या भ्यू त ओहो हेर त कस्तो सही देख्यो भ्यू बादलै बादल त्यही भएर बिहान आउनुपर्छ सही देख्छ जे भन्नु नि सर्ट राइडको लागि चाहिँ मिठो छ यहाँ आएर क्याम्प पनि हान्छु होला पछि सही छ यहाँ ठाउँ चाहिँ क्याम्प हान्नु मिल्ने चट्ट केटाहरू आएर बार्बिक्यू मिठो बनाएर गीत बजाएर कति रमाइलो त्यहाँ स्कुटर नि आउँछ ढुक्कले यस्तो जाबोमा स्कुल आएर हुन्छ नेपाली राइडर भएको मतलब नै हो बाटो चाहिँ खतरै छ है यहाँ दिवस भाषा हो के हो यस्तो छ क्या यो के भन्छ लामाहरूको फ्रिक्की टाइप छ क्या के भन्छ यसलाई थाहा छैन एक्ज्याक्टली चाहिँ के हो चराहरू फ्रिक्कीहरू जस्तो मिठो छ क्या मिठो यहाँ पछाडिबाट हिमाल पनि देख्थ्यो त्यो लगायत हामी चाहिँ पुगिसकेका छौँ डेस्टिनेसन म देखाउँछु अहिले सिनेमेटिक सर्टमा कस्तो छ भनेर त्यो बवाल छ बवाल त्यो लगायत त्यो सही छ बिहान चाहिँ यताबाट बवाल सनराइज देख्छ अहिले चाहिँ माथि पुगिसकेको छ
अनि यहाँनिर हिमाल पनि देख्छ क्या कहिलेकाहीँ खुल्यो भने के भन्छ वातावरण खुल्यो भने हिमाल देख्छ हल्का हल्का त देखिरहेछ क्यामेरामा चाहिँ देखाएको छैन होला त्यो लगाइ त्यो गाइस यता भ्यू चाहिँ मिठो छ अझै घाम लागेको भएर हल्का क्लियर छैन र बिहान चाहिँ डेन्जर क्लियर हुन्छ सबै देख्छ क्या यता सबै सनराइज चाहिँ मिठो देख्छ होला ठाउँ चाहिँ हल्की रमाइलो छ के भन्छ कोजी त होइन यस्तो कोजीले कहाँ हुन्छ डाँडा काँडामा होइन राम्रै छ त्यस बाइक पनि अलि अब सर्भिसिङ गर्ने बेला भएको छ कति गुड्यो 3500 गुड्यो 3600मा सर्भिसिङ गर्छु चेन तिनीहरू पनि किन्नुपर्ने यो टेल डाइरी पनि यस्तो छ त्यो बाइक धेरै नदेखाऊँ अब हामी चाहिँ आएको यता आयो अब बज्रगिरी मन्दिर जान्छ यहाँबाट अनि यो चाहिँ हाम्रो दाइको ट्याटु सप सागर दाइको अब ट्याटु हान्नु मन छ भने चाहिँ यहाँ गयो हुन्छ मम्मीले हान्नु भएको थियो बटरफ्लाई अनि त्यो एउटा दिएर पठाउनु भएको छ अनि टालिदिएको मिठो छ त्यो भ्यू त्यही अब धेरै त केही छैन अब यहाँबाट मुनि बज्रगिरी मन्दिर पनि नजिकै छ त्यहाँ गएर साँखु निक्लेर घर जान्छु त्यो बज्रगिरी मन्दिरको पनि देखाउँछु मैले बाई बाई पिस भेट्यो भने हाम्रो ठिस भाइलाई पनि भेट्नु छ नि त्यहाँ अरू त के भन्ने त्यही हो बाजे यो ठाउँको नाम के हो यो ठाउँको नाम मन्चु त हजुर मन्दिर मानिचुक माथि हो हजुर यो ठाउँको नाम चाहिँ कुमार चोक कुमार चोक वडा नम्बर 8 बदरजोगिनी पञ्चायत बज्रगिरी यही मुनि हैन हजुर साकु शंकरपुर नगरपालिका यो चाहिँ उयो माथि गुम्बा बनाउने मान्छेले बनाएको हजुर हजुर ए गुम्बा बनाएको छ नि स्कुल हो स्कुल हो स्कुल गुम्बा चाहिँ बनाउनलाई ठाउँ छ नि ठुलो बनाइरहेको त्यो यहाँ चाहिँ बुद्ध राख्ने बुद्ध अब बुद्ध राख्छ बुद्ध हजुर 65 फिटको बुद्ध हो त्यहाँ बुद्ध राख्नलाई अनि त्यो मनुष्य दहा भन्दा हजुर माथि डाँडामा मन्दिर भन्दा डाँडामा 70 फिटको भ्यू टावर राख्नेलाई फाटिसक्यो ए भ्यू टावर नि राख्छ त राख्ने कोसिस छ फाटिसक्यो कुन चाहिँ भित्र पछि त खतरा हुँदो रहेछ त्यो हजुर बुद्ध राख्ने यहीँ नै हो भ्यू टावर राख्ने डाँडा कता नि योभन्दा माथि त्यो आर्मीहरू बस्छ होइन कि यतैतिर राख्छ भ्यू टावर निकुञ्ज भित्र राख्ने ए निकुञ्ज भित्र तपाईँको घर चाहिँ कहाँ हो बाजे मेरो त यहीँ ए यहीँको बासिन्दा आज बासिन्दा म अलिकति दुध होटेलमा पुऱ्याएर आएको ए ठिक छ कहाँदेखि आउनु भएको हामी गोकर्ण बाजे गोकर्ण नजिकै भयो नि यहीँ यहाँ आइरहेको हुन्छु पहिला चाहिँ यस्तो थिएन क्या अहिले ए म त बुद्धको मूर्ति नै माथिसम्म राख्ने ठुलो ठुलो माथि ए बुद्ध राख्ने माथि ए म त फेरि त्यो बुद्ध भगवान टाइपको मात्रै राख्ने होला हामीलाई हस् धन्यवाद बाजे हस् ए हुन्छ बाजे त्यो यहाँ चाहिँ अब त्यो बुद्ध पार्क भन्ने रहेछ यो ठाउँको नाम चाहिँ अनि के भन्छ यता मुनि 2-3 ठाउँबाट आउँदा ढलान भइसकेको हुन्छ त्यही हो यहाँ चाहिँ ठुलो बुद्धको स्ट्याचु राख्ने कति फिट हो भनेर थियो कति बजेट पनि छुट्याइसक्यो अब काम मात्रै हुन बाँकी रे त्यो मलाई यहाँसम्म अहिलेसम्म त्यति थाहा थिएन मान्छेहरू भेटिदिन्थ्यो अझै त्यो भेट्यो माथि बाजे त्यही हो बाजे चाहिँ यहीँ माथिको लोकल रहेछ त्यही हो ल अब एकैचोटि बुद्ध पार्क ठुलो भनेपछि चाहिँ आउँछु होला त्योभन्दा अगाडि नै आउँछु म नआउँछ होइन ल त्यही भने कचरी भने मुनि चाहिँ डेन्जर भजन बजिरहेको छ है राम्रोसित सुन्दै
डेन्जर भजन बजिरहेको छ हामी ए भजन होइन रहेछ यार म उयो रहेछ के भन्छ लोकगीत रहेछ लोकल भाले तारा छु तिमीलाई भनेर होला सुन्नु है यस्तो गीतलाई मैले भजन भन्ने यार त्यो रक्सी खाँदै सुन्ने गीतलाई त्यही होला मेरो गल्ती हो त्यो लगेर चाहिँ दामी नला अडेर चाहिँ है म आउँछु छिट्टै सुन यहाँ ठुलो मूर्ति बनुन्जेल पनि आउँछु बनिसकेपछि नि आउँछु वान अफ द के भन्छ पिसफुल प्लेस नै हो गोकर्णबाट त के हो इङ्ग्लिस गयो त आज त लगाए चौसितै मुनि गएर बज्रगिरी मन्दिर गरेर भिड्छु भिडियो पनि लामो भयो होला सकेसम्म चाहिँ छोटो मिठो राम्रो कन्टेन्ट दिन खोजिरहेको छु त्यही होला पेरिस अहिले आउँछु म फेरि पिस त गरेको मात्रै बज्रगिरी मन्दिर गएर के छ बाबु ठिक छ सौगात भाइको भाइ है यो चाहिँ ठिस भाइको त्यो गाइसले चाहिँ हामी बज्रगिरी मन्दिर पुगिसकेको छौँ रुख बाबा सौगात भाइ ओ सौगात ठिस सौगात भाइले चाहिँ कल उठाएन खोइ किन त्यो दामी मन्दिर त्यो चार्ज पनि सकिसक्यो मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् पिस 9% चार्ज त्यो थिस भाइलाई कल गरेको उठाएन अब खोइ एकछिनमा कल ब्याक गर्छ कि त्यही हो कुरा ए रिस सौगात ओ सौगात केटा हो त्यो बाई बाई